फोन पो बजिरहेको रहेछ। हेलो हेलो, निकै बेल लाग्यो नि फोन उठाउन त। निकै व्यस्त छौ कि क्या हो? ए भान्सामा थिएँ, चिम्नीको आवाजले केही सुनिनँ मैले त। अघिदेखि नै फोन गरिरहेको थियो हो? होइन, जम्मा चौथो पटकको 5 रिङ मात्र थियो यो। एनिवेज, ह्याप्पी 9th इन्डिपेन्डेन्स डे है म्याडमलाई। धन्यवाद सरलाई। डेट पनि याद रहेछ है तिमीलाई मेरो डिभोर्स भएको। सेलिब्रेसन गर्ने होइन त? आज भेटौँ न त। आज हेर न, प्याकिङ गरेर भ्याएकै छैन। फेरि नानीले अझै लिस्टहरू पठाएकी छ, सपिङ पनि गर्नु छ। सपिङ गरेर सकेपछि मलाई इन्फर्म गर न, म त्यतै आउँला। जाने बेला एक कप कफी त सँगै बसेर खाउँ। ल ल, त्यसो भए 3 बजीतिर भेटौँ न त। त्यो प्लेजर क्याफेमा आऊ न। ए हुन्छ, ल ल, टेक केयर, बाई बाई। कति बेला आइपुगेको? 5 मिनट जति भयो। अनि कहिलेलाई भयो त टिकट? यही सोमबार राति 10 बजेको फ्लाइट हो। बुधबार त कन्भोकेसन नै छ छोरीको। ए, कतार एयरवेज होइन? हो। एक्सक्युज मी, हजुरहरूलाई के ल्याउँ होला? अर्डर टिपाउनुहुन्छ कि? एउटा फ्रेस लेमन सोडा। चोइस मिल्दो रहेछ तिम्रो मेरो। अनि एउटा मोमो प्ल्याटर गरिदिनु न। तिमी के लिने? भोक छैन खासै, त्यही सेयर गरेर खाउँला नि। हुन्छ, मलाई पनि खासै भोक छैन। आखिर जाने नै भयो होइन? कन्भोकेसन सकेपछि फर्कियो हुँदैन? हजुरहरूको अर्डर चिकन मोमो प्लाटर, फ्रेस लेमन सोडा। कस्तो राम्रो देखिएको तिमीलाई यो डार्क ब्लू सर्ट। एक्स गर्लफ्रेन्डले गिफ्ट दिएको सर्ट हो यो। उसको फेभरेट कलर थियो यो। नाइस चोइस। कसको? तिम्रो एक्सको। तर के गर्नु, अहिले उसको फेभरेट कलर चेन्ज भइसकेको छ। समयसँगै फेभरेट कुराहरू चेन्ज हुँदै जानु स्वाभाविकै रहेछ बरु। अनि सबै फेभरेट कुराहरू आफूलाई म्याच नहुने रहेछ। मेरो पनि स्काई ब्लू फेभरेट कलर हो, तर त्यो कलर मलाई पटक्कै नसुहाउने रहेछ। आजकल त फेभरेट भन्दा पनि आफूलाई सुहाउने कलर बढी चुज गर्छु म। यो रङ, यो जिन्दगी यस्तै रहेछ। आफूलाई कुन मनपर्छ भन्ने भन्दा पनि आफूलाई कुन पर्फेक्ट हुन्छ त्यो नै छान्नु पर्यो। जिया, एउटा कुरा भनौँ, के फर्क्यौँ न ल? हामीसँगै हुन सक्दैनौँ र अब? बिहे गरौँ न बरु। बिहे? यो असम्भव छ वरुण। तिमीलाई अस्ति नै भनेको मैले, यो जन्ममा फेरि बिहे गर्दिनँ भनेर। थाहा छ वरुण, सम्बन्धहरू नि टाढैबाट राम्रो लाग्छन्। त्यो मैले धेरै राम्रोसँग बुझेछु। तिम्रो मेरो चोइस मिल्छ, भावना मिल्छ, कुरा मिल्छ। किन थाहा छ? किनकि तिमी र म कहिले काहीँ मात्र भेट्छौँ। सँगै बस्न थालेपछि हाम्रा चोइसहरू बदलिन सक्छन्। तिमीलाई या मलाई यो लेमन सोडाको स्वाद मनै नपर्न सक्छ। सरी वरुण, मलाई फर्किनको लागि दबाब नदेऊ। तिमी आफ्नो जीवनसाथी रोज्न स्वतन्त्र छौ, तर म साथीभन्दा अघि बढ्न सक्दिनँ ल। Thank you for the great time, Jia. I'm always with you. Take care.
ल आँसु पो छुट्ने बेलामा हाँसेर बिदा गर्ला भनेको त तिम्रो साथ यो माया तिम्रो याद सधैँ मसँग रहनेछ अनि यु आर माई फेभरेट एभर एन्ड एभर। छुट्टिएको यति वर्ष हुँदा पनि मैले आजसम्म पनि तिमीलाई बिर्सिन सकेको छैन। धेरै मान्छेहरू आए तर तिमी जस्तो बुझ्ने मेरो जीवनमा कोही पनि आएन। ठिकै छ, तिमीले जे चाहन्छौ त्यही गरौँला, तर यति कुरा याद राख्नु, तिमीसँग म सधैँ उभिरहेको छु, तिम्रो साथमा म सधैँ छु। जीवनको कुनै पनि कदममा तिमी अड्किन्छौ भने यति कुरा याद राख्नु, वरुण तिम्रो लागि सधैँ उभिरहेको छ। जहाँ हुन्छौ हाँसिराख्नु, खुसी रहनु। तिम्रो खुसीको लागि नै मैले त्यति बेला पनि तिमीबाट टाढा नै भएको, सबै कुरा सहर्ष स्वीकारेको, र आज पनि त्यो कुरा सबै कुरा म आज सहर्ष नै स्वीकार्छु। तिमी बस खुसी बस। I'm always there for you and thank you so much for those beautiful memories, र म त्यही मेमोरिजहरूकै साथमा मेरो जीवन बिताउन सक्छु। टेक केयर।